विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अँगालो हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ। तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला। भ्रष्टाचारै भ्रष्ट काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिने होला। मैले धेरै खोल्नु नपरोस्। र सभामुख महोदय, अब हामीले सत्ता पक्षका भए पनि हामीले ग्यासको अभाव पूर्ति गर्नै पर्छ र सम्मानीय बालेन प्रधानमन्त्री हाउसमा आउनै पर्छ र उहाँबाट मागेको जवाफ दिनै पर्छ। सिमानाका कुरामा गर्नुहुन्छ भने बारम्बार तपाईहरू लिम्पिया धुरा लिपुलेकका कुरा गर्नुहुन्छ। यो कसको पालामा गएका हुन् महोदय भन्नुहोस् त तपाईहरू? कसले दिएको त्यहाँ मोटर बाटो चल्न दिएको? भारतले अधिकरण कसको पालामा गरेको? कसलाई दोष दिँदै हुनुहुन्छ? नदी किनारमा चाहिँ धेरैहरू जग्गाहरूको भूभाग केही इन्डियाको यता आएको, केही इन्डियाको उता गएको र नेपालको पनि उता र यता भएको अवस्था हो। यसलाई ठुलो इस्यु बनाएर अहिलेसम्म इस्युमै हुनुहुन्छ। यसलाई राम्ररी बुझ्ने, अध्ययन गर्ने प्रयास गर्नुहोला। नापी विभागमा जानुहोला। अब यो काण्डका बारेमा धेरै खोल्नुभन्दा पनि आफ्नै सभासद किन्ने, बेच्ने, अरबौँको घोटाला गर्ने, पब्लिकलाई किन्ने यी दिनहरू अब बिर्सिनु होला। तपाईहरुको अब नयाँ मान्य आउनु भएको छ। ढ्याङ ढ्याङ गर्ने, बिहानैदेखि विरोध गर्ने, 20-25 मिनट बोल्ने अनि हामीलाई चाहिँ शिक्षा सिकाउने काम नगरिदिनु होला। हामीले नि बुझेका छौँ हामी किन दोषी छौँ र हामी त भर्खर आएका छौँ। प्योर मान्ने हो हामी, पढे लेखेका बुझेका मान्ने हो, 8-9 क्लास पढेका होइनौँ। धेरै लेसन दिनु पर्दैन। 20 मिनट 25 मिनट भाषण अबदेखि सभामुख हुँदै म सुन्नेवाला छैन है। धेरै अति भइसक्यो। दिनदिनै लिमिटेसन त दिनुहोस्। अति भयो, अति हो त। एउटा हद हुन्छ, लिमिटेसन टाइम हुनु पर्यो। ढ्याङ ढ्याङ के ढ्याङ ढ्याङ चलाएको छ, कुरा सुनेछु, त्यही कुरो रिपिट छ। दोषी हामी के हो त? दोषी छौँ हामी? भन्नुहोस् के को दोषी छ हामी? कुन कुरामा प्रतिस्पर्धा गर्नुहुन्छ हामी तयार छौँ। र हामी हाम्रै सत्ता पक्षका प्रधानमन्त्री पार्टी सभापतिज्यूलाई के भन्नुपर्छ हामी तयार छौँ। तर देश बनाउनु पर्छ है साथी। अब ती दिन गए आफ्नै सभासद किन्ने, बेच्ने, घोटाला गर्ने, मान्छे त बेच्दिने, जग्गै बेच्दिने, बालुटारभित्रको अरू त कुरै छोड्दिने, मान्छे बेच्दिने पनि यो पनि कहीँ हुन्छ, यस्तो पनि बाँकी केही राख्यो भने यस्ता खालका गतिविधिको